आज पनि डेरिभेटिभ च्याप्टरको एउटा सोल्युसन गर्न गइरहेको छु एउटा क्वेसन। खासै ह्यान्डराइटिङ राम्रो छैन, तर ह्यान्डराइटिङ राम्रो नभए पनि आफूले बुझ्ने तरिका राम्रो भएपछि तपाईँहरूले ध्यान दिएर सुन्नुहोस् अनि तपाईँहरू बुझ्नुहोस्। अनि ह्यान्डराइटिङले के अलि इक्जाममा त फरक पर्ला, तर बुझेपछि तपाईँहरूले आफै बुझेर लेख्न सक्नुहुन्छ है। अब ln x + e को पावर 6x छ कि। अब लेट यसलाई मानेको लेट y = ln x + e को पावर 6x भएको। अनि on definition in both side of we get अनि त्यसपछि dy/dx मा लगेको अनि यसलाई अब चेन रुलमा लगेको। अब एउटा फर्मुला त तपाईले पढ्नु भएको होला चेन रुलको, त्यो मैले भनिनँ। अनि ln x अनि अब हामीले एंगल मिलाएको भने नि तपाईहरु एंगल जसरी बुझ्नुहुन्छ त्यसरी बुझ्नुस्। अनि चेन रुलमा लगेको। अनि एउटा हामीहरूले फर्मुला पढेको छौं नि, त्यो फर्मुला के यस्तो डी अब log log x by d log x by dx = 1/x हुन्छ नि। यो फर्मुला युज गरेको हामीले यहाँनिर, त्यही भयो सेम भयो। अनि यो चाहिँ अगाडि पार्टमा च्याप्टरमा गरेको डेरिभेटिभमा, अनि त्यसपछि dx by लाई यानी के अलग गरेको। त्यसपछि लास्टमा सोलुसन यसको 1 हुन्छ। अनि यसको फर्मुला चाहिँ deax = dx भनेपछि ae को पावर ax हुन्छ। अनि फाइनल एन्सर चाहिँ, अनि यो चाहिँ माथि 1 सँग मल्टिप्लाई भयो अनि यो एन्सर ए हुन्छ। र तपाईहरुले पर्फेक्ट म्याथ हबलाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला, लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला।